हेलो युट्युब। मैले आज तपाईँलाई देखाउने छु मैले कसरी एडिट गरेर आएको थिएँ भन्दाखेरि मैले इन्सर्टबाट गएको थिएँ। अब यस्तो छ, यहाँ मैले यहाँबाट आफ्नो भोइस आफ्नै भोइस हो, हजुरले मलाई त्यहाँ रिजन दिएकोमा आफ्नो भोइस होइन अर्काको युज गरेको भन्ने कुरामा हजुरले को त्यहाँ छ। तर त्यो होइन, मैले यहाँ आफै आफ्नै आवाज दिएको छु है। यो म सानो यो हुक युज गर्छु, 4 सेकेन्डको 4देखि 5। यसमा एडिट गर्दाखेरि अलि म यो अगाडि हुक मात्र युज गर्छु, त्यसपछि यो मेरै भोइस हो। यसमा कान्छीमा के हुन्छ त, अब कान्छीले के फेरि आफूलाई यो मैले बोलेको भोइस र यो भोइस म्याच गर्नु होला हजुरले नै, त्यस्तो नराम्रो गऱ्यो। अनि त्यसपछि मैले यता यो अब मैले अब आजकल चाहिँ पहिले चाहिँ यो स्क्रिनसट युज गर्थेँ, सबैले नै गर्छन् र हजुरले धेरैको मोनेटाइज च्यानल छ जसले अहिलेसम्म फेस पनि दिएका छैनन्, मात्र यस्तो स्क्रिनसट मात्रै देखाएर जस्तै भनौँ WWE रेस्लिङको बारेमा, सेम त्यस्तै बारेमा अरूले पनि बनाइरहेको छन्। रेसल सर्ट्सहरू भनौँ, अरू भनौँ, उनीहरूले पनि उनीहरूले पनि यस्तै स्क्रिनसट युज गर्छन्। र मैले एउटा स्क्रिनसट हेर्नुहोस्, मैले यहीँदेखि देखाएको छु, मैले 6-7 सेकेन्डभन्दा बढी युज गरेको छैन, त्यसो अर्को गरेको छु र आफ्नै भोइस। तर अब आजकल चाहिँ मैले आफ्नै फेस देखाइरहेको छु, हजुरले मेरो युट्युबमा हेरिराख्नु भएको होला रिभ्यू गर्दाखेरि। अब मैले यसमा चाहिँ यही पहिले पहिले सुरुवात गर्दा चाहिँ यसमा मैले युट्युब सुरु गरेको 4 वर्ष भयो, 4वटा च्यानल बनाएँ। 4वटा च्यानलमा यही च्यानल बल्ल चल्न लागेको थियो। अब यो पनि हजुरले तपाईँको भोइस होइन अर्काको भोइस युज गरे, अर्काको भिडियो युज गरे भन्ने कुरो यहाँ आएको भएर मैले एकदमै नराम्रो लाग्यो मलाई पनि है हजुरले भनेको। यो चाहिँ एडिट गरेको धेरै टाइम भइसक्यो, त्यही भएर यस्तो भइरहेको छ। अब मैले यो हेर्नुहोस्, मैले अब यस्तोमा पनि इफेक्टहरू युज अब यो भयो होइन, मैले हजुरलाई देखाउँछु इफेक्ट पनि युज गरेको छु है। अब यो इफेक्ट हेर्नुहोस्, मैले इफेक्ट नै फिल्टर होला, एनिमेसन एनिमेसन चाहिँ हेर्नु, एनिमेसन यो यस्तो युज गरिरहेको छु मैले है त। अब यो सबै एडिटिङ गरिरहेको छु मैले। अब आजकल त फेसले पनि बनाएर हालेको छु अब राम्रो छ भनेर। अब हजुरले 4 वर्षदेखि मेहनत गरिरहेको, अब मेरो लास्ट एउटा स्कोप भनेको मेरो मैले करियर बनाउनु भनेको युट्युबमै हो। त्यस कारणले गर्दा हजुरले योलाई हल्का गरेर एक्चुअली मेरो युट्युब च्यानल मोनेटाइज गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। योभन्दा पहिले चाहिँ मैले गल्ती गरेको थिएँ एउटा युट्युबमा, जसमा मैले भिडियो हाल्थेँ। एक्चुअली नराम्रो गइरहेको थियो, मैले त्यसमा आफ्नै फेस गरेर हालिरहेको थिएँ। तर एकचोटि मोटु पतलुको भिडियो मैले यत्तिकै तानेर हानिदिएको थिएँ युट्युबबाट अर्कोवाला युट्युब च्यानलमा, त्यस कारणले गर्दा त्यो मोनेटाइज भएन। त्यो त ठिक छ, मैले त्यतिकै बुझेँ गरेँ। तर यसमा चाहिँ मेरो त्यस्तो केही गल्ती छ जस्तो मलाई लागेन। अब स्क्रिनसट धेरै युज भएको छ त्यो चाहिँ हो। अब यस्तै अब मेरो अब मोनेटाइज नहुनुपर्ने भनेपछि रेसर सर्ट यिनीहरूको पनि नहुनुपर्ने हो है। अब यिनीहरूको पनि मोनेटाइज छ, फेरि तिनीहरूको पनि एकदमै मोनेटाइज भएको छ र अझै पनि यिनीहरूले स्क्रिनसट मात्र युज गर्छन् अनि यत्तिकै म जस्तै बोल्छन् मात्र है। अब मैले पनि त्यही नै गरेको हुँ। अब यो कुनै चाहिँ हो जस्तो मलाई लागेन। अगाडिको हल्का हुक युज मात्रै गरेको हो। अब यो चाहिँ म गर्दिनँ बरु। अब आफ्नै अब म हजुरले देखिराख्नु भएको मेरो भिडियोमा मैले रेगुलरली आफ्नो फेस मात्रै देखाएर भिडियो बनाइरहेको छु। र मैले अब 4 वर्षदेखि युट्युबमा मेहनत गरिरहेको, प्लिज यो चाहिँ युट्युब मोनेटाइज गरिदिनु पऱ्यो। अनि म अझै राम्रोसँग मेहनत र कम्युनिटी गाइडलाइन्सभित्रै रहेर युट्युबको पोलिसीभित्र रहेर मैले भिडियो बनाउने छु सबै, र आफ्नो फेस देखाएर मात्रै भिडियो हाल्नेछु। त्योभन्दा अरू बाहेक म अरू केही काम गर्ने छैन। तर प्लिज मलाई एकचोटि यो मोनेटाइज चाहिँ गरिदिनु पऱ्यो है हजुरले, नत्र मलाई एकदमै डिमोटिभेसन हुँदैछ। हेर्नुहोस्, मैले आजकल अब मैले हजुरलाई देखाइदिएँ। अब यो धेरै टाइम भएको कुरा जस्तो देखाइरहेको छ। म आजकल अब यस्तो मात्र एउटा फोटो राखेर आफ्नै फेस देखाएर बनाइरहेको हुन्छु आजकल चाहिँ। पहिले चाहिँ एकदमै है धेरै पनि होइन, मैले 5, 6, 7, 8वटा भिडियोमा मात्रै हो स्क्रिनसट युज गरेको पनि। त्यसपछि अब मैले फेसको गरिरहेको छु, यो फेस यो सबै त्यहीको हो है। अब हल्का अगाडि मात्रै युज गरेको थिएँ। यो हजुरले हेर्न सक्नुहुन्छ। अर्को मात्र त्यसपछि हेर्नुहोस्, मैले फेस आफ्नै फेस हालेर बनाइरहेको छु आजकल। यो लग्छ होला मम्मी बाबालाई चाहिँ होइन, मम्मी र त्यो उसको भाइलाई है। यो मैले सुनिरहेको अब यसो गरिरहेको छु। प्लिज युट्युब, प्लिज मोनेटाइज माई अकाउन्ट। अबदेखि म हजुरकै पोलिसीभित्र लागेर सबै गर्ने छु काम चाहिँ है। अब यति मोनेटाइज गरिदिनु पऱ्यो, नत्र मेरो करियरै बर्बाद हुनेछ। प्लिज युट्युब। अनि म अब यस्तै मेहनत गरेर अब यस्तै फेस मात्रै देखाएर हाल्नेछु र हजुरको पोलिसीभित्र रहेर काम गर्नेछु। र मैले 4 वर्षदेखि नन स्टप मेहनत गरेर आइरहेको छु है त। धन्यवाद, थ्याङ्क यू।